हेलो एभ्रिवान वेलकम छ है हाम्रो नयाँ ट्युटोरियल भिडियोमा र आज पनि मैले फेरि तपाईहरुको लागि चारवटा नेपाली बेसिक स्टेप्सहरु लिएर आएको छु है र आज चाहिँ मेरो भिडियोमा साथ दिन आउनु भएको चाहिँ हाम्रो रविना मिस र अब चाहिँ धेरै टाइम वेस्ट नगरिकन भिडियो सुरु गरौँ है त। स्टेप नम्बर 1 मा जाउँ हामी र स्टेप नम्बर 1 मा चाहिँ हाम्रो केही छैन, एकदम इजी छ। यो हातलाई हाम्रो फैलाउने र यो कुमलाई चाहिँ हामीले हान्ने। ओके, तल तल माथि माथि गरेर हामीले यो 16 टाइम्ससम्म गर्न सक्छौं है र यही स्टेप्स हामीले अर्को साइडमा पनि गर्न सक्छौं। सेम कुम हाम्दा नि हुन्छ, हामीले केही छैन है त। र हामीले यसमा यो हात पनि युज गर्न सक्छौं, जे अब तपाईहरुको भेरिएसन युज गरेर हाल्न सक्छौं है त। यो थियो नम्बर 1। ओके, सो अब छ नम्बर 2। सो नम्बर 2 को लागि चाहिँ पहिला हाम्रो हातलाई यसरी फ्याल्दिनुस्, यसरी फ्याल्दिने, यसरी फ्याल्दिने, यसरी फ्याल्दिने, अनि हाम्रो जम्प हुन्छ। यसरी जम्प, यो हिपलाई हल्का पुश गर्ने, फेरि जम्प गर्ने, पुश गर्ने। ओके, आयो ल 5 6 7 गो 1 2 3 4 5 6 7 8। ओके ओके, जाउँ हामी अब नम्बर 3 स्टेप्स। नम्बर 3 पनि एकदम सजिलो छ। त्यसको लागि चाहिँ पहिला हामीले हातलाई गरौँ, हातलाई यस्तो गर्ने, ओपन गर्ने, फेरि हाम्रो हातलाई यस्तो गर्ने, ओपन गर्ने, फेरि हातलाई यस्तो ओपन। ओके, सो हाम्रो हल्का अनि तलपट्टि चाहिँ हामी हल्का तल जान्छौं अनि यो खुट्टालाई राइट लेगलाई अगाडितिर फ्याल्छौं। 5 6 7 को 1 2 3 4 5 6 7 8। ओके, ल यो पनि डन भयो र जाउँ अब हामी नम्बर 4 मा। ओके, सो नम्बर 4 पनि एकदम सजिलो छ। त्यसको लागि चाहिँ हामीले हाम्रो हातहरुलाई यसरी फ्याल्नु पर्ने हुन्छ है त, स्विङ गर्ने है। सो यसलाई फ्याल्दिने, अब हाम्रो खुट्टालाई हल्का क्रस गरेर यो हातलाई फ्याल्दिने। ल रेडी, ल 5 6 7 गो 1। अब फेरि अर्को साइडमा पनि गर्नुस्, 2 3 4 5 6 7 8। ओके ओके, सो यही नै थियो हाम्रो चारवटा स्टेप्स र अब हामी यो चारवटा स्टेप्सलाई चाहिँ 8 काउन्ट गरेर हामी सबै स्टेप्सलाई जोडेर तपाईहरुलाई सुरुबाट देखाउने छौं है त। र फर्स्टमा छ 5 6 7 गो 1 2 3 4 चेन्ज 5 6 7 8 चेन्ज 1 3 4 5 6। थर्ड नम्बर 1 2 3 4 5 6 7 एन्ड फोर्थ नम्बर 1 2 3 4 5 6 7 8। ओके, र यही नै थियो हाम्रो आजको चारवटा बेसिक स्टेप्स है। तपाईहरुले अब यसलाई घरमा मजाले प्र्याक्टिस गर्नु होला म्युजिकमा हैन। अब हामीले चाहिँ म्युजिक गर्न सकेनौं, कपिराइट लाग्छ, त्यही भएर। सो आजको 4 स्टेप्सहरु चाहिँ अब तपाईहरुले प्र्याक्टिस गर्न सक्नुहुन्छ र हामी फेरि अर्को भिडियोमा अर्को 4वटा स्टेप्सहरु लिएर आउने नै छौं हैन। र त्यतिन्जेलको लागि बाइ बाइ।